Happy New Year and good morning everyone from Colorado. हाम्रो चाहिँ यो डे 2 कोलोराडोको हिजो चाहिँ आउनु अनि बसमा यताउता हिँड्नलाई त्यतिकैमा गयो दिन. सो आज चाहिँ हाम्रो 3-4वटा प्लान छ, 3-4वटा ठाउँ जाने प्लान. किनकि कोलोराडो स्प्रिङमा चाहिँ यहाँको मेन घुम्ने ठाउँ भनेको चाहिँ गार्डन अफ गड्स हो. त्यो चाहिँ सेभेन फल्स अनि पाइक पिक्स भन्ने छ अलिकति माथि. त्यो चाहिँ आज एक दिनमै भ्याइन्छ किनभने नजिक एउटै बाटोमा पर्ने हो. सो केटाहरू पनि यहाँ रेडी भइसक्यो. गुड मर्निङ गाइज. गुड मर्निङ. कस्तो भइरहेछ त? एकदम रमाइलो भइरहेछ हैन? अब साथीको रेस्टुरेन्टमा खाइयो, रमाइलो भयो, क्लस अफ गयो हैन? गफसफ गरियो. हिजो धेरै नै गफ गरियो. गफ गर्दा गर्दै 4 बजेछ. कोसँग गफ गरेर जाँदा? म त 3 बजे आएको छु त्यहाँ. ए तिमी पछि हो? तिम्रो सँगै आएको हैन? अनि कहाँ टाइम छ? भएन र? हो. टाइम त हेऱ्यो त म. अनि यहाँ चाहिँ हाम्रो मन्जिल ब्रो खै कता हो? मन्जिल ब्रो चाहिँ बिहानै हामीलाई यहाँ लिन आइसक्यो है घुम्न जानुको लागि. सो अहिले चाहिँ हामी उसको रेस्टुरेन्ट जाँदैछु. गुड मर्निङ ब्रो. गुड मर्निङ. के मै चलाउँ त? ल अब उसको चाहिँ टेस्ला होइन वाइ मोडल हो, मलाई चलाउ भनिरहेको छु. ल ब्रो खिच नि त यस्तो यस्तो के भयो? कतापट्टि फेसिङ छ पेमा लगाइदिन्छु नि. बिहान छ 1-2 भजन गाइदियो. गुड मर्निङ गाइज. गुड मर्निङ. फेरि हाम्रो चाहिँ होइन बेलुकाको 4 बजी गुड मर्निङ हो क्या? संसारको कुनै पाटोमा त मर्निङ होला नि त. अन्त है अघि 4 घन्टा फरक रे कहाँ फरक रे के भनिरहेको थियौँ. अब टाइमको कुरा गरिरहेको थियौँ होइन. त्यो काहीँ न काहीँ चाहिँ मर्निङ नै भइरहेछ होइन गाइज. सो हामी चाहिँ फेरि पनि हाम्रो सेकेन्ड डे कोलोराडोमा. अनि बिहान मन्जिल ब्रोले पिक गर्न आउनुभएको थियो. त्यहाँबाट हामी अहिले चाहिँ मन्जिल ब्रोको रेस्टुरेन्ट जाँदैछौँ, मिर्च मसला भन्ने. सो एकदमै मिठो छ. आज हामी ब्रेकफास्ट पनि ट्राई गर्छौँ. कोलोराडो आबेलामा चाहिँ हजुरहरूले एकचोटि ट्राई गर्नुपर्ने नै ठाउँ हो जस्तो लाग्छ है मलाई चाहिँ होइन त. फेरि भन्दियो नाम फेरि भन्दियो. मिर्च मसला है, मिर्च मसला साउन्ड के अरे उयो मिर्च भनेर त खोर्सानी होइन. एड्रेस याद छ नि एड्रेस नि भन्दियो. एड्रेस चाहिँ तल हुन्छ होइन. हजुर ओनरै भेट्नु मन छ भने ओनर पनि देखाइदिनु है गाइस. एकदम यहाँसम्म ओनर हैन. हजुर अब के भन्ने थियो मलाई त खासै बोल्न त आउँदैन है. कोलोराडो आउँदा चाहिँ हाम्रो रेस्टुरेन्ट सम्झिनु छैन है. मिर्च मसलालाई सम्झिनु होला, आउनु होला. यो ब्लगको नाम दिनु अनि 10% अब के हो? यो ब्लगबाट हेरेर आउनुभयो भने 10% डिस्काउन्ट दिन सकिन्छ. ल होइन अब मन्जिलजीले त्यति भनिदिनु भयो. सो ब्लगको के प्रोमो कोड हो के भनेर? एउटा प्रोमो कोड जान्छ. सो एउटा प्रोमो कोड चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा आउने छ. सो वेन युज द्याट प्रोमो कोड होइन रेस्टुरेन्टमा चाहिँ हजुरहरूलाई 10% अफ भनेर अनरले नै बोलिदिनु भइसक्यो. सो प्लिज भिजिट होइन. हजुर आउने बेलामा चाहिँ एकचोटि भिजिट गर्नु होला. सो हामी चाहिँ फेरि रेस्टुरेन्ट आइसक्यौँ. नमस्ते भाउजू. सो है हाम्रो अब मन्जिल ब्रोको रेस्टुरेन्टमा चाहिँ हाम्रो ब्रेकफास्ट गर्न लागिरहेछौँ. एन्ड हाम्रो चाहिँ धेरै कुराहरू एकदमै मिठो मिठो है. सो लेट मी शो यु गाइज. चाहिँ कफी, पराठा, स्क्रैम्बल एग है. अनि के समोसा, चप, नाइस. गाइस अहिले चाहिँ हामी अब मिर्च मसलामा मिठो ब्रेकफास्ट खान गइरहेछौँ. ब्रेकफास्ट चाहिँ यो है रोटी
अनि यो अन्डर फ्राई गरिदिएछ ब्रोले यो चाहिँ खास चाहिँ आउट अफ मेनुको कुराहरू बनाइदियो हो होइन ब्ल्याक कफी मिल्क कफी थ्याङ्क्स सबैजनालाई हाम्रो मन्जित ब्रो र अर्को ब्रोलाई अनि यो समोसा र आलुचप चाहिँ बफेटमै आउने रहेछ है यस्तो हेर्दै खाउँ जस्तो लाग्यो म त्यो लिएर आएको छु सो हामी चाहिँ अब एकछिन इन्जोय गर्नेछौँ ब्रेकफास्ट गाइज हामी चाहिँ भर्खर मिठो ब्रेकफास्ट गरेर निस्क्यौँ यो मिर्च मसलाबाट होइन अब मेरो साइडमा चाहिँ हाम्रो अर्को साथी हुनुहुन्छ होइन ऊ चाहिँ वान अफ द अनर पनि हो उसको नाम चाहिँ सफल हो सो सफल अब यो रेस्टुरेन्टको बारेमा अलिकति केही भनिदेऊ नि त अब यो रेस्टुरेन्टमा भन्नुपर्दा चाहिँ अब यो चाहिँ मिर्च मसला चाहिँ स्प्रिङको सबैभन्दा हुन्छ नि सबैभन्दा ओल्डेस्ट रेस्टुरेन्ट हो वान अफ द ओल्डेस्ट यो चाहिँ 25 इयर्स भइसक्यो यो रेस्टुरेन्ट ओपन भएको चाहिँ हामीले रिसेन्टली लिएको चाहिँ 2 मन्थ्स भयो त्यस अहिले चाहिँ हामीले भर्खर न्यू ओनरसिपमा अब न्यू म्यानेजमेन्टमा यो सबै अब यो पहिलाको चाहिँ अलिकति राम्रो रेपुटेसन नभयो नि अब चाहिँ न्यू म्यानेजमेन्टले एकदमै राम्रो फुड सर्भिस कस्टमर सर्भिस एम्बियन्सदेखि सबै चेन्ज गरेर हामीले चाहिँ राम्रोसँगले अब यो अरूको रेस्टुरेन्टभन्दा युनिक स्टाइलमा चाहिँ युनिक फुडहरू नेपाली फुडलाई अलिक फोकस गरेर त्यसरी नै हामीले चलाउन खोजिरहेको छौँ अब हामी चाहिँ यङ दुइटै अदर हामी चाहिँ अब यङस्टर भन्दा फर्स्ट मेरो चाहिँ फर्स्ट टाइम अब बिजनेस हो भने त्यही भएर एक्साइटेड पनि छु अब 100% दिइरहेको छु मेरो चाहिँ अब त्यही छ होइन अब कसरी हुन्छ यसलाई राम्रो इम्प्रुभ गर्ने माथि लाने भन्ने नै हाम्रो चाहिँ एउटा प्लान हो कि ओके सो यसको स्पेसल के खानाहरूमा चाहिँ के पाउँछ त्यसमा स्पेसल हाम्रो एउटा चिकन मोमो छ सबै अब हुन्छ नि हाम्रो नेप्लिज कस्टमरहरू नि हाम्रो साथीहरूले नेप्लिज कस्टमरहरूले मन पराउने चिकन मोमो हो समोसा चाट होइन त्यही माथि यो अब नेपाली थाली भयो अनि अर्को भनेको चाहिँ नेपाली थाली भयो चाउमिन भयो बब सुकुटी साँधेको यस्तै कुरोहरू अब हामीले यस्तै नयाँ नयाँ मेनुहरू हालिरहेको छौँ अहिले अनि अर्को खाजा सेटहरू नेपाली खाजा सेटहरू नेवारी खाजा सेट यस्तै छ हाम्रो अहिले स्पेसल अब अझै अरूतिर नभएको क्या हाम्रोमा भएको चाहिँ एउटा स्पेसल ओके सो अब यसको हाम्रो यो के बिजनेस आवरहरू चाहिँ के छ बिजनेस आवर्स अहिले हाम्रो के छ भने अब अहिले चाहिँ हाम्रो 6 डेज अ विक छ अहिले हामीले मन्डे क्लोज गरिरहेको छौँ अब चाहिँ हामीले भेरी सुन चाहिँ हामीले 7 डेज अ विकै ओपन गर्न लागिरहेको छौँ अनि हाम्रो लन्च बफेटको लागि चाहिँ 11 AM to 2:30 छ अहिले हाम्रो जस बिजनेस आवर अनि डिनरको लागि चाहिँ 5 PM to 9 PM छ जस त्यही त्यसरी नै चलिरहेको छ अब 7 डेज अ विक हामीले सुन ओपन गर्दैछौँ ओके सो अब के तिम्रो फर्स्ट बिजनेस भन्यो तिमीले यो होइन अब तिमीलाई यो रेस्टुरेन्ट बारेमा के पहिल्यैदेखि नलेज थियो कि के कस्तो हो अब पहिलादेखि नलेज भन्दा म पहिला योभन्दा अगाडि चाहिँ म क्यालिफोर्निया लस एन्जलस बसेको मैले त्यस्तै 4-5 इयर्स भन्नु रेस्टुरेन्टमा यो बाहिर कस्टमर सर्भिसहरूमा यस्तो काम गरेँ जस बिग नलेजहरू चाहिँ रेस्टुरेन्टमा कस्टमर सर्भिस भयो फुड सर्भिसहरू जस त्यो चाहिँ अलिक नलेज अगाडिबाट पनि थियो अनि एउटा गर्छु भन्ने जस्ट फ्युचरमा प्लान पनि थियो मेरो अनि अहिले चाहिँ अब ठ्याक्कै अहिले यो टाइम भन्नु ठ्याक्कै अहिले मिल्न आयो हल्का इन्भेस्टमेन्टहरू सबै कुराले हुन्छ नि ठ्याक्कै मिलिटरीमा अहिले हुन्छ म फुल टाइम जब अहिले मेरो चाहिँ अब हुन्छ नि विकेन्ड भयो 4 डे विकेन्ड यता मेरो क्रिसमस न्यू इयर सबै अफहरू चाहिँ मैले यता अलिक रेस्टुरेन्टमा टाइम दिइरहेको छु र भेरी सुन अब म मिलिटरीबाट चाहिँ रिटायर भएर चाहिँ म फुल टाइम अब रेस्टुरेन्टमा लाग्दैछु यसमै 100% दिएर ओके ल सो त्यसो भए अब तपाईँहरू पनि कोलोराडो स्प्रिङ आउँदै हुनुहुन्छ भने होइन धेरैजना चाहिँ अब समरमा आउनुहुन्छ के गरी आयो भने चाहिँ हाम्रो यो मिर्च मसला हाम्रो ब्रोहरूको रेस्टुरेन्टलाई सम्झिनु होला खानाहरू पनि अलि मिठो नै थियो है अब अनेस्ट रिभ्यू दिने बेला चाहिँ हामीले नि हिजो पनि आएर खायौँ आज पनि ब्रेकफास्ट गऱ्यौँ एकदम राम्रो थियो सर्भिसहरू पनि राम्रो छ उहाँले राम्रो गरिरहनु भएको छ अझै बेटर नै हुन्छ है पछि गएर किनभने स्टार्टिङमा यति राम्रो छ भने पछि होइन एक्सपिरियन्स भएपछि अझै धेरै राम्रो हुनेछ सो अब तपाईँहरूको लागि अब उहाँहरूको नम्बर अरू रेस्टुरेन्टको नम्बर अनि लोकेसन हामी तल सेयर गरिदिनेछौँ सो आएको बेला चाहिँ डु भिजिट हियर है त ल थ्याङ्क यू ब्रो थ्याङ्क यू ब्रो थ्याङ्क यू ल पछि भेटौँला है त तिमीलाई है त ओके हामी चाहिँ अहिले कोलोराडो स्प्रिङको डाउनटाउनमा कफी खान आएको छौँ गाडी चाहिँ चार्जमा छोडेर सो चार्ज गर्न चाहिँ 1 आवर जति लाग्ने रहेछ त्यही भएर अब अलमोस्ट 30 मिनट्स चाहिँ भइसक्यो कफी सकाएर अब हामी गएर अनि गाडी लिएर त्यहाँबाट चाहिँ हाम्रो घुमघाम सुरु हुन्छ चियर्स ल चियर्स चियर्स गाइज म चाहिँ यहाँ क्यान्डिड फोटो खिच्दैछु
अलराइट गाइस हामी चाहिँ पिक्स के अरे पाइक्स पिक होइन कहाँ क्यान्सल गऱ्यो हामी गएको पाइक्स पिक चाहिँ पुग्न पाएनौँ किनभने आज बिहान चाहिँ त्यहाँ हिउँ परेको कारण बाटो बन्द भएछ। हुन त हामीले वेबसाइटमा हेरेको थियौँ तर वेबसाइटमा चाहिँ 6 माइलदेखि माथि चाहिँ बन्द छ भनेको थियो तर अलिक तलैदेखि नै बन्द रहेछ। सो वी आर हियर एट अलराइट। सो अब चाहिँ हामी यही ठाउँको तर अर्को लोकेसनमा आउँछ। यहाँ चाहिँ 4-5वटा डिफ्रेन्ट ठाउँ रहेछ होइन घुम्नको लागि। सो अघिको एउटा भयो यो चाहिँ दोस्रो यो चाहिँ पुरा हाइकिङ ट्रेल प्लस अलिकति मेन ठाउँ रहेछ। के ओके यो गार्डन अफ द गडको चाहिँ हाम्रो भिजिट यति नै थियो। अब यहाँबाट चाहिँ हामी 7 फल्सतिर लाग्दैछौँ। अब टाइम चाहिँ 4 बजिसक्यो, यहाँबाट आधी घन्टा छ। तर आज चाहिँ होइन न्यु इयर भएर चाहिँ चाँडो बन्द पनि हुनसक्छ भनेर लेखिरहेको छ गुगलमा। लेट्स सी अब ट्राई गरिदिउँ होइन कतिको हुन्छ। अब के गरी बन्द रहेछ भने चाहिँ अब आजको भ्लग चाहिँ यतिकै सकिन्छ। सो बन्द छैन भने चाहिँ त्यहाँको नि 2-4वटा क्लिप हाल्नेछु र अनि आजको भ्लग सकाउनेछु। कस्तो पेम्बा फर्स्ट टाइम होइन तिम्रो? हजुर। कस्तो लाग्यो भन? अब टु बी अनेस्टली भनौँ कि ओहो के हो अनि अनेस्ट नभने के भन्छ त? दुइटै दे हुन्छ। सो
मलाई कस्तो लाग्यो भन्दाखेरि मैले सोचेको जस्तो चाहिँ मलाई त्यति साह्रो चाहिँ केही पनि लागेन। तिमीले सोचे चाहिँ के थियो ल भन पहिला त्यो मैले सोचेको मैले यसरी भन्नै मिल्दैन, एक्सप्रेसै गर्न सक्दिनँ कि भनौँ न। गार्डन अफ गड्स भनेर उसले को भेट्छ जिजस भेट्छ सोचेको अब नाम लिटरली नै अब भगवानै भेटिन्छ जस्तो सोचेको गार्डन अफ गड्स चाहिँ होइन अब तर इट्स नाइस होइन, ठुल्ठुलो रातो ढुङ्गाहरू रहेछ होइन। सेतोहरू चाहिँ देखेँ कहाँ ढुङ्गा हो रातो माटो हो यो माटो हो यो अँ ढुङ्गा अरे अन्त गार्डन अफ रक्स भनिरहेको छ त्यहाँ। कहाँ रक्स भने गार्डन अफ गड्स भनेको गार्डन अफ दि गड्स होइन। अँ सो ओके यत्रो माटोको ढिक्का पनि देख्यो भने चाहिँ ढिक्का त होइन माटो भनेको चाहिँ गएर लिदियो क्या बुढा गएको थियो बुढा सुब्बा गएको थियो यस्तै हो केटाहरूको गफ होइन अब एकैचोटि उता गएपछि भिडियो कन्टिन्यू गर्नेछु ब्याट्री पनि सकिन लागिसक्यो 1% छ अर्को ब्याट्री चेन्ज गर्नु छ ल टिल देन बाई बाई सो गाइस अघि भनेको जस्तो सेभेन फल्स चाहिँ बन्द रहेछ होइन त्यहाँ पुग्नु मात्रै भयो बेड त अब गार्डन अफ द गड पनि राम्रोसँग घुमेँ होइन दुईवटा कुरा भ्याउने चक्करमा होइन एउटा पनि राम्रोसँग अलिकति भ्याएन सो अहिले चाहिँ अनि फेरि हामी घर आएर एकछिन रेस्ट गऱ्यौँ म चाहिँ भिडियो एडिट गरिरहेको थिएँ अनि एकदम टायर्ड भयो अनि अब चाहिँ फेरि रेस्टुरेन्ट गएर खाएर अनि आउनेछु सुत्नेछु अब भोलि चाहिँ हाम्रो अलि टाढो जाने प्लान छ सो आजको ब्लग चाहिँ म यहाँ इन गर्दैछु एन्ड भोलि अर्को ब्लग हुनेछ बाई